नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बराल पनि हुनुहुन्छ उहाँ। यो सर्वे दिखाउनु पर्ने हो। बहिनीले बोलाउनु कुराहरु मिलाउ मिलाउ पर्ला त गर मिलाउ त 33% पुगेन अधिकृत सर आइपुग्यो। निर्वाचन अधिकृत सर सरले के भन्न लागिबक्स्यो। हजुर नमस्कार। नमस्कार दाइ, मिलाउन गाह्रो भयो के रे दाइ? छैन गाह्रो, विद्यार्थीहरू सिक्दैछन्। अनि यो पार्टीले नै हस्तक्षेपै गर्नुपर्ने अवस्था के रहेछ? पार्टीले हस्तक्षेप गरे होइन। अब यो त निर्वाचन आयोगको कारले नै कब्जा गरेर मिलाउन खोज्ने चिजलाई हस्तक्षेप भन्नु भएन नि। मिलाउने र हस्तक्षेप गर्ने फरक कुरा हो। निर्वाचन कारले नै कब्जा गरेर मिलाउनु हो त? त्यस्तो छैन। यो त कलेज हो, विद्यार्थीहरू हुन् हैन। अब त्यसलाई चाहिँ हस्तक्षेप गरेको होला बुझियो भने त बराबर उल्टो भइहाल्यो नि। पार्टी नै पुरै चाहिँ उपस्थितै हुनुपर्ने नेतृत्व। पार्टी त म एउटा सभापति उपस्थित भएको चोरको हो नै। निर्वाचनको कार्यालयमै उपस्थित हुनु भएको छ तपाईँ? ल निर्वाचन कार्यक्रम के छ कसो छ, निर्वाचन निष्पक्ष हुँदैछ छैन, निर्वाचन आयोगले कसरी काम गर्दैछ भन्ने हेर्नु परेन पार्टीले। हामी यहाँ खालि विद्यार्थी ग्रुपले झगडा गरे मिलेनन् भनेर आएको होइन नि। निर्वाचन समितिले पारदर्शी ढङ्गले काम गरेको छैन, निर्वाचनका गतिविधिहरू कसरी अगाडि बढाएका छन्, यो सबै कुराको अध्ययन गर्न आएको। त्यसलाई चाहिँ पार्टीको हस्तक्षेप भन्न थाल्यो भने त निर्वाचन पारदर्शी नै भएन नि। निष्पक्ष निर्वाचनको वातावरण निर्माण गर्नका लागि आएको। नेविसँगको विवाद कति घण्टा लगाएर मिलाउनु भयो? विवादै छैन। अनि त्यो जुनियरले मात्रै चुनाव लडेर हुने लड्छौँ हुन्छ भने छ नि त भित्र। खोइ भाइले के सुन्नुभयो? त्यस्तो छैन। त्यो अलिअलि त समाजमा भइहाल्छ गुनासोहरू थोरै, त्यस्तो केही समस्या छैन। यो विवादले चाहिँ नेविसँगले जित्छ त? नेविसँग विवादै नै जिताउन खालको वातावरण निर्माणका लागि गरेको छलफल हो यो। विवाद हो त नि यो। पार्टीको भित्रको विवादले चाहिँ बाहिर निस्कियो भन्ने छैन। पार्टी विवाद पनि होइन, त्यसको कुनै असर पनि छैन। नेविसँगलाई जिताउने खालको वातावरण निर्माणको पहल हो यो, छलफल हो। यही छलफलले नेविसँग निश्चित जित्दैछ। यसलाई यसरी बुझ्नु पर्छ। यस्तो भित्रको यत्रो लडाइँले चाहिँ जित्छ त? यो लडाइँ नै होइन। हजुर लडाइँ र बहसको बिचको छलफल त पत्रकारहरूले थाहा पाउनु परेन। केलाई लडाइँ भन्ने, केलाई छलफल भन्ने, केलाई अध्ययन भन्ने त हजुरहरूले सुपाउनु पऱ्यो नि। निर्वाचनको अफिसै कब्जा गरेर त मेरो यत्रो म यहाँ निर्वाचनका साथीहरूलाई सहयोग गर्नको लागि के कसरी काम भएको छैन, पारदर्शी छ कि छैन, निष्पक्ष हुने वातावरण कस्तो छ, साथीहरूलाई चाहिँ कि अब पार्टीको तर्फबाट के सहयोग गर्नुपर्ने, मनोबल बढाउनु पर्ने छ कि भन्ने हिसाबमा सहजीकरणको भूमिका निर्वाहको लागि आएको माइडियर। के छ खबर? बुझ्नुभयो कुरा? ल हस्, मिलाउनु भएकोमा धन्यवाद। ल थ्याङ्क यू। कस्तो मिलाउनुको भन्नाले सङ्गठन मिलाउनु भयो नि त।
कास्टीको उम्मेदवार बिना सिनियर बिना फेरि सबै जुनियरहरूलाई लिएर चुनावमा जाने हो भने कोठाभरि वाहन बाहिर निर्वाचन आयोगको कार्यालयले नेविसँगले कब्जा गरिसक्यो खै अब ढोका केही पनि छैन भ्याएर कुल भइसक्यो कसैको साढे 5 भयो तपाईँ के भयो खतम भयो स्कुटर के भयो खाइदिए नि यार कसले के गर्यो त्यस्तो यार 70 लाख यस्तो इन्सुरेन्स थियो कि छैन थिएन सबले ताला जानकारी केन्द्रको छाप भित्र छ उसो छ होला के अरे
उम्मेदवार दिने बेला छाप खोज्दैछन्। चाबी कहाँ छ माथिको? ए हुन्छ हुन्छ। चुनाव लड्नै बाँकी छ। अब कहाँ छ? ल तपाईँ कहाँनिर यहाँबाट यता पेन थिएन राधा के भयो? खाना गर्न पऱ्यो भने यहाँबाट सिधै पोस्टमा जाने होइन। बजिसक्यो अवस्थाको कन्ट्रोलहरू। उनीहरू मात्रै बज्यो सबै निकालिदिने अब। होइन सर चलो pasar यहाँको प्रक्रियाको भिडियो नखिच्यो हुन्छ सर हुन्छ हस् अब भित्रको भित्र गएर खिच्ने होइन बाहिरबाट खिच्न पाइन्छ तपाईँले कहाँ
हजुर म यतै छु म एउटा क्याम्पसतिर छु दाइ मिल्यो होइन केही नि नमिलेको थिएन कि मेरो भाइ ओम के हो सबै चट भएको छ कि सब मिलाउनु भयो गुड ल ए सन्देश सर आउँदै म गइन यार चिया खान